Good morning, welcome back to my channel. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ। सो आजको ब्लग चाहिँ म 4:30 बजे बिहानदेखि स्टार्ट गर्दैछु अनि तपाईहरुलाई आजको भिडियो के हो भनेर थाहा भयो होला किनकि मेरो थम्बनेल र टाइटल देखेर थाहा भयो होला तपाईहरुलाई। सो मैले यो ब्लग चाहिँ 5-6 दिनपछि बनाउँदैछु किनभने म ड्युटीको कारण एकदमै बिजी थिएँ अनि बेलुका आएर सर्ट्स भए पनि बनाएर हाल्छु भनेर सोच्थेँ तर बेलुका आएर डिनर बनाउँदा टाइम जान्थ्यो। सो त्यसको लागि चाहिँ म सरी भन्न चाहन्छु। अनि आज चाहिँ हामी चामुण्डी हिल्स जाँदैछौँ। यो साउथको चाहिँ म बस्ने जग्गाको चाहिँ सबैभन्दा फेमस टेम्पल हो अनि यो जानु लागि हामीले 1 इयर अगोदेखि हामीले प्लानिङ गर्दै थियौँ तर केही न केही प्लानिङ त हुन्थ्यो तर सडनली केही न केही भएर चाहिँ हामी जानु पाउँथेनौँ। सो आज चाहिँ हामी जाँदैछौँ। भन्छ नि मान्यता अब सबैले भन्छ कि जबसम्म माताको बुलावा आउँदैन तबसम्म हामी जानु पाउँदैनौँ भनेर। सो आज चाहिँ हामीलाई माताको बुलावा आएको छ त्यही भएर हामी जाँदैछौँ। नत्र त हामी 1 इयर अगोदेखि हामीले प्लानिङ गर्दैथ्यौँ तर हामी जानु पाउँथेनौँ केही न केही कारण सडनली हामी जानु पाउँथेनौँ। सो आज चाहिँ हामी जाँदैछौँ अनि यो मान्यता छ यहाँको चाहिँ कि चामुण्डी हिल्स कि फ्राइडे कि ट्युसडे जानुपर्छ भनेर। सो आज हामी चाहिँ जाँदैछौँ अनि आज मेरो विकअप पनि हो त्यही भएर हामी आज जाँदैछौँ। यो मन्दिर चाहिँ हामी बिहान अहिले 4:30 बजीदेखि चाहिँ भ्लग गर्दैछु। बिहान हामी 5:30 बजी चाहिँ यहाँबाट निस्किन्छौँ किनकि हामी बसेकोदेखि 1 आवर टाढो छ अनि यो हिल्स चाहिँ पहाडमा छ त्यही भएर अलिक वकिङ पनि गर्नुपर्छ। अन्त म तपाईलाई त्यहाँको अलिअलि क्लिप त्यहाँ क्यामेरा साइड सुट गर्नु दिँदैन होला अलिअलि क्लिप चाहिँ म रेकर्ड गर्छु अनि म यो ब्लगमा देखाउने छु। अनि यो चाहिँ हो मेरो आजको आउटफिट। म मन्दिर जाँदा बेसीतर साडी नै वेयर गर्छु अनि बाहिर निस्किँदा ठिक्कै अटो आइसकेको थियो अनि यो अटो चाहिँ हामीले चिन्ने दादाको नै अटो थियो र युजली हामी यसमै जान्छौँ हमेसा। अनि यो दिदीहरू चाहिँ मेरो रुममेट हो अनि हामी 3 जना नै गएको थियो। बिहान नै हामी निस्किँदा चाहिँ 5:30 जस्तो भएको थियो अनि वेदर चाहिँ एकदम कोल्ड थियो। अलिअलि जाडो लाग्दै थियो र पनि मतलब त्यस्तो थिएन किनभने गरम पछि गरम हुन्छ भनेर हामीले स्वेटर वेयर पनि गरेन अनि वेदर चाहिँ यस्तो भएको थियो मतलब कस्तो राम्रो देख्दै थियो हो। अनि हामी ठिक्क जाँदा अन्त मैसुर प्यालेसको बाटो गयो। यो चाहिँ मैसुर प्यालेस जाने बाटो हो। यसको लेफ्ट साइडबाट गयो भने चाहिँ मैसुर प्यालेस जान्छ अन्त राइट साइड चाहिँ चामुण्डी हिल्स। अनि हामी चामुण्डी हिल्स चाहिँ हाम्रो अब नेपालीमा त भनिन्छ भाकल अनि भाकल थियो त्यही भएर हामी भाकल पनि पुरा गर्नु आएको थियो। अनि हामी बिहानै चाहिँ यो कारण आएको कि दिदीहरूलाई पनि 9 बजी ड्युटी जानु थियो त्यही भएर हामी बिहानै गएको थियो। अनि चामुण्डी हिल्स चाहिँ एभ्रीडे यति धेरै रस हुन्छ नि यति धेरै रस। आज पनि रसै थियो। अहिले म अगाडि तपाईँलाई देखाउने छु कस्तो रस थियो भनेर। यो चाहिँ हाम्रो जाँदा अलिक उज्यालो भइसकेको थियो। यो चाहिँ चामुण्डी हिल्स जाने बाटो हो। यो चाहिँ एकदम पहाडमै छ किनकि पहाडको 2टा पहाडको बिचमा चाहिँ रोड छ त्यसबाट चाहिँ जानुपर्छ। सिमिलर लाइक दार्जिलिङको बाटो कस्तो छ त्यस्तै टाइपकै छ। अन्त यो चाहिँ हो रोड चामुण्डी हिल्स जाने रोड। फरेस्टहरू पनि छ पहाडहरू पनि छ र पनि मतलब यहाँ आएपछि चाहिँ अलिक कोल्ड नै हुँदो रहेछ। हामीलाई त थाहा थिएन त्यही भएर स्वेटर पनि वेयर गरेन हामीले अलिक कोल्ड नै हुँदै थियो। अनि यहाँको मान्छेहरू कति एक्टिभ के गाइस एकदम मतलब ओल्ड एजहरू पनि बिहानै साइक्लिङहरू गर्दै रहेछ। त्यत्रो टाढोबाट आएर यहाँ साइक्लिङ गर्दै रहेछ यत्रो 1 आवरको बाटोमा वकिङ गर्नु आउँदो रहेछ कति एक्टिभ के यहाँको मान्छेहरू। अन्त त्यहाँदेखि मजाको उयो थियो डल्लै मैसुर देख्ने मतलब भ्युजहरू थियो। यो चाहिँ डल्लै मैसुर देख्छ यहाँबाट चाहिँ। यो चाहिँ तपाईँहरूले जुन चाहिँ देख्दैछ नि यो चाहिँ डल्लै मैसुर हो। यो डल्लै मैसुरको घरहरू हो। अन्त जाँदा अलिक घाम लाग्दै थियो त्यही भएर यस्तो मजाको दिन भएको थियो पिङ्क टाइपको। अनि हामी आइपुग्यौँ अनि हामी आउन चाहिँ 6:32 भइसकेको थियो होला। आएर हामीले स्लिपर्सहरू खोलिसकेर चाहिँ हामी यता प्रसाद लिन लागि गयौँ। अनि यहाँ चाहिँ यस्तै अब साउथमा त यस्तै हुन्छ नरिवलहरू धुपहरू मात्रै हुन्छ अनि हामीले लियौँ। अन्त थुप्रो दोकानहरू थियो यहाँ चाहिँ थुप्रो थियो। अन्त हामीले चाहिँ बाजेकोबाट लियौँ अनि त्यो बाजेकोबाट लिएर चाहिँ
अनि हामीले सामानहरू किनिसकेर चाहिँ हामी भित्र आयौँ। अनि भित्र आएर हेर्दा चाहिँ यस्तो रस थियो, हेर्नुहोस् न कति रस थियो। मान्छेहरू बिहान 4 बजीदेखि आएर चाहिँ लाइन लाग्दो रहेछ। हामी पनि छिटै आएको थियौँ, 6:40 भइसकेको थियो। अनि मन्दिर चाहिँ 7:30मा खोल्छ भनेर हामी वेटिङ गर्दै थियो। अनि भित्र चाहिँ यो भिडियो बनाउनु दिँदैन भनेर मैले बाहिर नै क्लिप भिडियोहरू बनाउँदै थियो। भित्र माताको मूर्तिमा चाहिँ भिडियो फोटोहरू नदिँदो रहेछ, त्यही भएर बाहिर नै मैले बनाएँ। अनि पूजाहरू गरिसकेर चाहिँ म बाहिर आएँ। अनि बाहिर आएर मैले क्लिपहरू बनाएँ, भिडियो बनाएँ। अनि भिडियो बनाएर सामानहरू पनि किनेँ, किनभने अब म घर जाँदा चाहिँ घरमा पनि सामानहरू लगौँ भनेर चाहिँ मैले सामानहरू किनेर चाहिँ अनि त्यसपछि चाहिँ अलिकति घाम लाग्दै थियो, त्यही भएर मैले यतापट्टि बाहिरको सबै भ्युजहरू तपाईँहरूलाई देखाएँ। यो चाहिँ बाहिरको भ्युज हो। अनि हामीले सबै कुरो गरिसकेको थियो, त्यही भएर हामी रिटर्न हुँदै थियो। हामी रिटर्न हुँदा चाहिँ यस्तै 8:50हरू भइसकेको थियो होला, किनभने हामीलाई छिटै रिटर्न पनि हुनु थियो, किनभने दिदीहरूको त ड्युटी थियो, मेरो मात्रै विक अफ थियो। द्याट्स वाइ हामी चाहिँ छिटो नै फर्क्यौँ। अनि हामीले चाहिँ बिहान पनि छिटै उठेको थियो, त्यही भएर हामी सबैजना चाहिँ मतलब अब यो पालि त जस्तो छिटो भयो, नेक्स्ट टाइम चाहिँ आएर मजाले घुम्नुपर्छ भनेर भन्दै थियौँ। अन्त नेक्स्ट टाइम आयो भने चाहिँ हामी सबै भ्युजहरू देखाउने छौँ। अनि गाइज आजको भिडियो चाहिँ यति नै हो। अनि फेरि भेटौँ मेरो नेक्स्ट ब्लगमा। त्यति बेलासम्म तपाईँहरूलाई टेक केयर। तपाईँहरू सबैजना आफ्नो ख्याल राख्नुहोस्। बाई बाई, see you soon in another video.